हेलो साथीहरू, हजुरहरूलाई गुड मर्निङ भन्दै म चाहिँ हजुरको साथ फेरि पनि यो ब्लगमा उपस्थित भइसकेको छु। म मात्र के भन्नु, हाम्रो दिदी पनि। सो मेरो चाहिँ अब बहिनीको कानको के भन्छ यो अपरेसन गर्नुपर्ने अरे के भन्छ के भएको अरे उसको इन्फेक्सन भएको अरे के भन्छ नि माथि एटिएममा लिएको छु। अनि मलाई बाटो खासै थाहा छैन, म चाहिँ हराउँछु भनेर टेन्सनमा छ। तर पनि केही छैन होइन साथीहरू, म चाहिँ अनि यस्तो के भन्छ आँखा हुन्छ नि त दस र चस्मा पाउडरले लगाएको जस्तै म यस्तो खोज्दै आउँछु। दिदी चाहिँ यसरी जानुहुँदैछ। बहिनी चाहिँ अहिले माथि नै छोडी आएको छौँ क्या, म दिदीलाई पुऱ्याउँदै आउनु पऱ्यो भनेर। साथीहरू हामीहरू चाहिँ बाहिर निस्केको छौँ, उहाँ चाहिँ धेरै मान्छे हुनुहुन्छ। सो म चाहिँ बाटोहरू पनि याद गर्नुपर्ने हुन्छ नि त, भरे बिर्सि गयो भने चाहिँ एकदम बिजोक हुन्छ। साथीहरू म दिदीहरूसम्म यहाँ पुऱ्याएर आइसकेको छु। जस्तो मलाई चाहिँ घरिघरि अब यस्तो धरानमा म बसे तापनि अब यो क्याम्पमा भित्र खासै छिरेको छुइनँ नि त। अनि सो म त कहाँ हराउँछु कि भन्ने डर पनि लागिरहेको छ। अनि सो म चाहिँ अब यहाँबाट टक्कसँग जान्छु, अनि हेर्दै जानु होला। मान्छे चाहिँ कतिखेर आउँछ भने म चाहिँ बसिरहेको छु क्या। 4:30 अथवा 5 बजे आइपुग्छ। अनि साथीहरू म त यस्तो बिजोक छु कि अब मैले कहाँ बाटो भुल्दैछु भनेर टेन्सन पनि लागिरहेको छ नि त। फेरि माथि बहिनी एक्लै छ, म यहाँ त आएको थिएँ। के भन्नुहुन्छ भने म चाहिँ फेरि के कस्तो यताबाट आउने बाटो तर उताको झन्डै बिर्सेर गएँ। अहिले नि यस्तो झन्डै बिर्सिने त मै मात्रै रहेछु। मै गाउँ सोद्धा पनि झन् कहाँ गएको साथीहरू, मलाई चाहिँ लाग्यो ए यो बाटो भनेर म चाहिँ यतै फेरि आएँ। हेर्दै जाउँ के हुन्छ नेक्स्ट टाइममा। यता छ नि त, अनि म सोच्दैछु क्या फेरि कुन बाटो बिर्सिन्छु कि भनेर। म कस्तो टेन्सन पनि लागिरहेको छ। सो यता चाहिँ फेरि यस्तो छ डेन्जर छ। अनि मैले भ्लग नबनाएको पनि कति भएको थियो। अनि यसो यहाँ पनि कन्फ्युज भयो होइन, तर बिल काउन्टर छ नि त, झन् है यहाँ चाहिँ बिल काउन्टर छ भन्ने यो देखेर मात्रै मैले थाहा भयो है चढ्नु पर्ने छ यो सिडी अनि अर्को सिडी। अन्त मैले बिर्से जस्तो पनि लागेन। नेक्स्ट टाइममा कस्तो हुन्छ देख्नुहुन्छ, यहाँ नाक कान भनेको छ नि त। अनि यहाँ चाहिँ भित्र जानुपर्ने हुन्छ, यही हो। हामी म्याम यहाँ हुनुहुन्छ, कान अर्को बस्नुपर्ने होइन। अब यस्तो साथीहरू मैले सबैले चाहिँ पुरै मास्क खोलिदिएको छु। अनि अब चाहिँ म यत्तिकै बस्दैछु, भान्जाको वेटमा हुन्छु। सो कतिखेर भाइ आउँछ भने के भन्नु भान्जालाई पढेको त्यसको ढिलो कति घन्टासम्म गर्छ नि त। म चाहिँ हाम्रो पुरानो पढिदिएछु। अनि त्यस पछाडि यता कस्तो झ्याउ लागिसक्यो, यत्रो टाइम भइसक्यो। अनि के भन्छ प्लस भान्जाको त्यो कतिखेर आउँछ हेरिदिँदा पनि कतिखेर आइपुग्छ। साथीहरू अपरेसन कहिले पनि भयो नि त। अनि के भन्छ अब अपरेसन भएर अब अहिले चाहिँ हजुर भाइन्छ चाहिँ आउँदैछ। अहिले चाहिँ यस्तो कालो मौसम छ नि त, बाहिर बसिराख्नु भएर छ अरे नि। सो म चाहिँ गएको अहिले चाहिँ हामीहरू टक्कसँगले बाहिर हावा खाँदै बसेको छु म प्लस भान्जा। अनि मेरो ढिलो आयो मैले तपाईँलाई भनेको थिएँ आज म यतै बस्छु होइन। अनि भोलि पनि आउँछु, साथीहरू आउने अरे बहिनीलाई भेट्नु। अनि त्यही भएर म चाहिँ भोलि साथीहरूसँग आउँछु। बाह्र बस्दैछु। अनि त्यो पनि मिलेर पनि लागेको छैन, त्यतिकै बस्नुपर्छ यस्तो हस्पिटलमा कसरी मिलेर लाग्छ। साथीहरू हजुरलाई पनि मलाई थाहै छ, अघि नै मैले भनिसकेको छु। आजको मेरो भ्लग चाहिँ मतलब सुट हालेको क्या। अनि मैले अस्ति सोचेको भ्लगै भएन नि त मेरो भ्लगहरू यो यतिकै भ्लगमै सिमित भयो। सो अनि त्यो चाहिँ अब धेरै लामो पनि हुँदैन। मेरोतिर अहिले टाइम छैन एडिट गर्नु भएन, यस्तो टाइमै छैन होइन साथीहरू। त्यो सब बिजी हुन्छ त अब टाइमै मिलाउनु गाह्रो हुन्छ नि त मलाई त। त्यही भएर भएर बिजी हुन्छ। अनि म चाहिँ आजको भ्लग मेरो छोरी भ्लग हजुरहरूले माया गरिनुहुन्छ भने म आशा गरेको छु त्यसरी होइन। अनि अब क्याम्पभित्र त के बनाउनु, बाहिर जानु दिँदैन, यता हुन्छ उता जान्छ, हेर्नुपर्छ उता हेर्नुपर्छ। अनि त्यस्तै हुन्छ साथीहरू। त्यही भएर मेरो आजको भ्लग चाहिँ सबैजना नमिल्सम्म हेर्नु होला। मेरो च्यानलमा नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब गर्नु नबिर्स्नु होला। यही छ, बाई बाई। नेक्स्ट भ्लग लिएर आउनेछु।